पछिल्लो समय अत्यधिक जाडो बढेपछि सर्वसाधारणलाई राहत दिने उद्देश्यले नेपाली सेनाको गोरखनाथ गढ परिकौली ब्यारेकद्वारा मटिहानी क्षेत्रमा आगो व्यवस्थापन गरिएको छ। आज बिहान लक्ष्मीनारायण मठ अगाडि, राष्ट्रिय माध्यमिक विद्यालय अगाडि, बस स्ट्यान्ड लगायत भीडभाड हुने स्थानमा आगो बालेर जाडोबाट बच्ने व्यवस्था गरिएको हो। जाडोका कारण दैनिक जीवन प्रभावित हुन थालेपछि सेनाले सार्वजनिक स्थानमा आगो व्यवस्थापन गरी स्थानीयवासी, यात्रु तथा वृद्ध बालबालिकालाई न्यानो पाउन सहयोग पुर्याएको जनाएको छ। स्थानीयले नेपाली सेनाको यस मानवीय पहलको प्रशंसा गरेका छन्। त्यसैगरी गोरखनाथ गणद्वारा आजै बिहान मटिहानी नगरपालिका 7 स्थित तसमैया बाबा पार्कमा सरसफाई अभियान पनि सञ्चालन गरिएको छ। पार्क परिसरमा फोहोर सङ्कलन तथा सफाई गरी वातावरण स्वच्छ राख्ने उद्देश्यले गरिएको उक्त अभियानमा सेनाका जवानहरू सक्रिय रूपमा सहभागी भएका थिए। जाडोको मौसममा राहत र वातावरण संरक्षण दुवैलाई ध्यानमा राख्दै नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने जनाएको छ।